गाइज आज हामी मकनपुर गढी जाँदैछौँ। हामी साथी र हामी दुईजना जे होस् रमाइलो हुँदैछ। बगर हिँड्दैछु, भ्यू पनि एकदम राम्रो राम्रो छ। है गाइज, वेलकम टु माई च्यानल। प्लिज लाइक सब्सक्राइब हानिदिनु होला। भन्नु नि युट्युब च्यानल छ नि मेरो सोल्टी। ल है गाइज, हामी अब पुग्न लाग्यौँ मकनपुर गढी। मकनपुर जाने त यस्तो छ है भ्यूहरू चाहिँ। तपाईँहरूलाई आउनु छ भने होमस्टेहरूको नै व्यवस्था छ, सबै कुराहरूको। आउनु होला। पुग्न लाग्यो फाइनल्ली, हामी पनि आइपुगे। 7 करोड यहाँ गढीको एरियातिर भ्यूहरू यस्तो छन्, यसो देखिन्छ। सल्लाह गऱ्यो होइन, धेरै कठिनताले आइपुगे। न त्यो भ्यू चाहिँ राम्रो रहेछ। यहाँ मात्र सानो गाडीमा भ्यू राम्रो छ कि, तर अलिक टाढा छ। त्यसको सानो एउटा चाहिँ पुगेको छैन। बुझिचोर भनेको बुझ्यो नि, उहाँ माथि हो। गाडीमा जानुपर्छ। गाडीमा आधा घन्टा कि 1 घन्टा कि आधी घन्टा कति लाग्छ। दरबार पो छ यस्तो छ है भ्यूहरू गाइज। दरबार मकनपुर गढी, गढीको भ्यूहरू। सोल्टी भाग्या थाहा छ सोल्टी, मैले देखिसकेँ तपाईँलाई। कमबाडा सोल्टी भित्रबाट घोच्यो बाजे तिमीलाई। हाम्रो घर चाहिँ मजाले देख्ने रहेछ फाटको बिचमा।